आइपिएफओ आउँदैछ, कहिलेदेखि आउँदैछ भन्ने बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरे अन्तिमसम्म हेर्नुहोला। यी कम्पनीहरूमा हामीले 30,000 रुपियाँसम्मको नाफा कमाउने अवसर पनि मिल्नेछ। साथै अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने यस्तै खालका आइपिएफओ सेयर मार्केट सम्बन्धी सम्पूर्ण जानकारी पाउनको लागि च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। अब ढिला नगर्लागो विषयवस्तुतर्फ नै सबैभन्दा पहिले कुरा गरौँ। करिब 400 रुपियाँ मार्केट प्राइस भएको दोर्जीखोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको राइट सेयर सम्बन्धी सम्पूर्ण जानकारी। दोर्जीखोला जलविद्युत कम्पनी लिमिटेडले चैत्र 19 गते मङ्गलबारदेखि यानि पर्सिदेखि राइट सेयर निष्कासन गर्दैछ। कम्पनीले 1:1 को अनुपातमा यानि कि 100% राइट सेयर निष्कासन गर्दैछ, जसअनुसार 1,05,42,604 किता हक सेयर निष्कासन गर्दैछ। यो कम्पनीमा तपाईहरुको 10 किता सेयर छ भने 10 किताकै लागि, 100 किता सेयर छ भने 100 किता, 50 किता छ भने 50 किता, तपाईहरुसँग जति किता सेयर छ त्यति नै कितासम्मको लागि तपाईहरुले यो कम्पनीको सेयरलाई आइपिओ को मूल्य अर्थात 100 रुपियाँ अंकित मूल्यका दरले नै किन्न पाउनुहुनेछ। कम्पनीले करिब 100 रुपियाँ अंकित मूल्यका दरले 1,05,42,60,400 रुपियाँ बराबरको राइट सेयर निष्कासन गर्न लागेको। यसरी निष्कासन गर्ने राइट सेयरमा लगानीकर्ताहरू जसले फागुन 14 गतेसम्म यो कम्पनीको सेयरलाई किनेर अहिलेसम्म होल्ड गर्नु भएको छ उहाँहरूले मात्र यो कम्पनीको राइट सेयर भर्न पाउनुहुनेछ। कम्पनीले फागुन 15 गते बुक क्लोज तय गरेको थियो भने फागुन 14 गतेसम्म कायम सेयर धनीहरूले यो कम्पनीको राइट सेयर भर्न पाउने भएको छ। यस कम्पनीको राइट सेयरमा वैशाख 8 गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ भने यसको हक सेयर निष्कासन तथा बिक्री भर्नेकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। दोर्जीखोला जलविद्युत कम्पनी लिमिटेडको चुक्ता पुँजी 1,05,42,60,400 रुपियाँ रहेको छ भने हक सेयर निष्कासन गरिसके पछाडि यो कम्पनीको चुक्ता पुँजी करिब 2,10,85,20,000 रुपियाँ पुग्नेछ। अहिलेको समयमा हामीले भिडियो बनाइरहँदासम्म दोर्जीखोला जलविद्युत कम्पनी लिमिटेडको अन्तिम कारोबार 377 रुपियाँ 13 पैसामा भइरहेको छ। यानि यो प्राइसको आधारमा यो कम्पनीले राइट सेयर निष्कासन गरेको खण्डमा हामीले यो कम्पनीको राइट सेयर किनेर बढीमा 100 रुपियाँदेखि 150 रुपियाँसम्मको नाफा प्रति कितामा कमाउन सकिनेछ। यानि कि यो कम्पनीको राइट सेयरमा हामीले त्यति धेरै नाफाको आश गर्न सकिँदैन। कम्पनीको 52 हप्ताको मार्केट प्राइस हेर्ने भने हाईमा 696 रुपियाँसम्म पनि पुगेको रेकर्ड रहेको छ र लो प्राइस 356 रुपियाँ 40 पैसासम्म झरेको छ। यानि कि अहिलेको समयमा यो कम्पनीको मार्केट प्राइस लगभग लो प्राइसको आसपासमै रहेको छ। भविष्यमा कम्पनीको वित्तीय अवस्था सुध्रिएको अवस्थामा केही बढ्ने सम्भावना देखिएला, तर कम्पनीको सेयर संख्या डबल हुने हुँदा हामीले यसको मार्केट प्राइस अझै घट्ने देख्छौँ। कम्पनीको वित्तीय अवस्था पनि एकदमै कमजोर रहेको छ। इपिएस माइनस 0.77 रुपियाँ रहेको छ भने पी रेसियो माइनस 480.69 गुणा रहेको छ। बुक भ्यालु पनि 92 रुपियाँ 76 पैसा रहेको छ भने प्राइस टु बुक भ्यालु रेसियो 3.99 गुणा रहेको छ। यसरी यो कम्पनीको वित्तीय अवस्था पनि कमजोर भएको हुँदा तपाईहरुले यो कम्पनीको राइट सेयर नभर्दा पनि हुन्छ। म्युचुअल फन्ड आइपिओ निष्कासन गर्नको लागि मिति सार्वजनिक गरिसकेको छ। रिलायबल समृद्धि योजना नामक म्युचुअल फन्ड आइपिओले यो कम्पनीले वैशाख 3 गतेदेखि सम्पूर्ण सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्ने व्यवस्था गर्दै म्युचुअल फन्ड आइपिओ निष्कासन गर्दैछ। यो नेपाली आइपिओ इतिहासमै पहिलो पटक इन्स्योरेन्स सेक्टरको कम्पनीले निष्कासन गर्न लागेको म्युचुअल फन्ड आइपिओ। यो म्युचुअल फन्ड योजना भने बन्दमुखी म्युचुअल फन्ड योजना रहेको छ, यानि कि सामूहिक लगानी कोष रहेको छ। यसमा 10 वर्षसम्म लगानी गर्न पाइने रहेको छ। तपाईहरुलाई थाहा छँदैछ होला म्युचुअल फन्ड दुई प्रकारको हुने गर्दछ, एउटा ओपन इन्डेड र अर्को क्लोज इन्डेड। ओपन इन्डेड भनेको अनलिमिटेड समयसम्म हामीले लगानी गरिराख्न पाउँछौँ भने क्लोज इन्डेड भनेको एउटा निश्चित समयसम्म मात्र लगानी गर्न पाउँछौँ। हामीले पाउने रिटर्नहरू हामीले गरेको लगानी सबै एउटा समय सीमा सकिए पछाडि त्यो म्युचुअल फन्ड मेच्योर भइसक्यो भने रिटर्न आउनेछ। त्यसरी यो कम्पनीको 10 वर्षको अवधि रहेको छ भने 10 वर्षसम्म अहिले गरेको लगानीमा तपाईहरुले रिटर्न पाउनुहुनेछ। 10 वर्ष पछाडि अहिले गरेको लगानी प्लस तपाईहरुले प्रत्येक वर्ष पाएको रिटर्न सबै फिर्ता पाउनुहुनेछ र तपाईहरुले बीचमै किनबेच गर्न चाहेको खण्डमा पनि थपघट गर्न सक्नुहुनेछ, किन्न वा बेच्न सक्नुहुनेछ। यस कम्पनीले 10 रुपियाँ अंकित मूल्यका दरले 10 करोड इकाइ म्युचुअल फन्ड आइपिओ बिक्रीमा ल्याउँदैछ, जसअनुसार कम्पनीको योजनाको आकार 1 अर्ब रुपियाँको हुनेछ। फन्डमा रहेको 10 करोड इकाइ मध्ये 14% अर्थात 1 करोड 40 लाख इकाइ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई छुट्याएको छ भने 1% अर्थात 10 लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटल लिमिटेडका लागि सुरक्षित गरेको छ। यसरी बाँकी रहेको 8 करोड 50 लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरूमा वैशाख 3 गतेदेखि निष्कासन
गरिँदैछ। यसमा कम्तीमा 100 इकाइदेखि अधिकतममा 1 करोड इकाइसम्मका लागि आवरण दिन सक्ने व्यवस्था गरिएको छ। यो म्युचुअल फन्डमा भने तपाईँहरूले जति किताब भर्नुहुन्छ त्यति नै पाउने सम्भावना पनि रहने गर्दछ भने यो कम्पनीको म्युचुअल फन्डमा वैशाख 7 गतेसम्म आवरण दिन सक्ने व्यवस्था गरिएको छ भने उक्त अवधिमा सम्पूर्ण सेयर खरिदको लागि आवरण पर्न भने वैशाख 17 गतेसम्म पनि आवरण दिन सक्ने व्यवस्था गरिएको छ। यस्तै यस म्युचुअल फन्डले आफ्ना इकाइ धनीहरूलाई प्रत्येक वर्ष राम्रो रिटर्न दिने भनी प्रतिबद्धता जारी गरेको छ। कम्पनीले पहिलो वर्षमा 8.32%, दोस्रो वर्षमा 13.45%, तेस्रो वर्षमा 12.15%, त्यसपछिका वर्षहरूमा क्रमशः 10.86%, 10.53%, 10.43%, 10.32%, 10.24%, 10.18% र अन्तिम 10औं वर्षमा 19.28% रिटर्न दिने योजना बनाएको छ। तर यति दिन सक्छ वा सक्दैन भन्ने यो कम्पनीको म्युचुअल फन्ड आइसके पछाडि र मार्केटमा कारोबारमा आइसके पछाडि मात्र थाहा हुन्छ। यसरी कम्पनीले वार्षिकमा करिब 11% भन्दा बढी एभरेजमा रिटर्न दिने गरी म्युचुअल फन्ड आइपिओ भने निष्कासन गर्न लागेको छ। यो कम्पनीले म्युचुअल फन्ड आइपिओ निष्कासन गर्ने समयमा हामीले कम्पनीको बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। त्यसकारण च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। अब कुरा गरौँ चैत्र 21 गतेदेखि यानि यो महिनामै सर्वसाधारण लगानीकर्ताहरूमा एकदमै राम्रो नाफा कमाउने अवसर सहित एफपिओ निष्कासन गर्न मिति सार्वजनिक गरेको कम्पनी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सम्बन्धी सम्पूर्ण जानकारी। यो कम्पनीले चैत्र 21 गतेदेखि आवरण दिन सक्ने व्यवस्था गर्दै एफपिओ निष्कासन गर्दैछ भने यो कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरू र वैदेशिक रोजगारमा रहेका सम्पूर्ण लगानीकर्ताहरूले यो कम्पनीको एफपिओ भर्न पाउनेछन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 अनुसार पुँजी संरचना सर्वसाधारण लगानीकर्ताहरूमा 30% हिस्सा कायम हुने गरी एफपिओ निष्कासन गर्न लागेको छ। यस लघुवित्त कम्पनीले 51,29,250 रुपियाँ बराबरको प्रति किता 100 रुपियाँ अङ्कित मूल्यका दरले 51,292 किता एफपिओ निष्कासन गर्दैछ। लगानीकर्ताहरूले यो कम्पनीको एफपिओमा चैत्र 26 गतेसम्म आवरण दिन सक्ने व्यवस्था गरिएको छ। यदि सो अवधिमा सम्पूर्ण सेयर खरिद गर्नको लागि आवरण परेन भने आवरण दिने समय वैशाख 4 गतेसम्म पनि लम्ब्याउन सक्ने जानकारी दिएको छ। तर यो कम्पनीले निष्कासन गरेको सेयरमा 5,129 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हात पार्ने सम्भावना रहेको हुँदा पहिलो दिनमा नै मागभन्दा अत्याधिक धेरै आवरण पर्नेछ। यसर्थ तपाईँहरूले यो कम्पनीको आइपिओमा चैत्र 26 गते भन्दा अगाडि नै आवरण दिइसक्नुहोला। त्योभन्दा पछाडि यो कम्पनीको एफपिओ निष्कासन गर्ने मिति लम्बिने छैन। अहिलेको समयमा हामीले भिडियो बनाइरहँदासम्म विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम कारोबार 3,110 रुपियाँ 20 पैसामा भइरहेको छ। यानि नर्मली पनि हामीले 1,000 लगानी गरेर 10 किता सेयर हात पार्न सफल भयो भने करिब 25,000 देखि 30,000 सम्मको नाफा पहिलो कारोबारमै कमाउन सक्नेछौँ। यो कम्पनीले अब आउने 21 गतेदेखि नै एफपिओ निष्कासन गर्न लागेको छ। यसर्थ कम्पनीले एफपिओ निष्कासन गर्ने समयमा हामीले यसको बारेमा पनि सम्पूर्ण जानकारीमूलक भिडियो ल्याएर आउनेछौँ। त्यसकारण हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। यसैगरी अब कुरा गरौँ वैशाख महिनामा सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ निष्कासन गर्ने कम्पनी प्योर इनर्जी कम्पनी लिमिटेडको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी। यो कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँड सम्पन्न भइसकेको छ भने अब कम्पनीले सम्भवतः चैत्र महिनाको अन्तिमसम्ममा वा वैशाखको पहिलो या दोस्रो हप्ताभित्रमा नै सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ निष्कासन गर्नेछ। यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा वैदेशिक तर्फ कम्पनीका कर्मचारी र म्युचुअल फन्डलाई सम्पूर्ण सेयर छुट्याइसके पछाडि बाँकी रहेको 12,96,000 किता सेयर यानि कि 12 करोड 96 लाख रुपियाँ बराबरको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा अन्तिम चरणमा निष्कासन गर्दैछ। जसमा 1,29,600 जना भाग्यमानी लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हात पार्न सफल हुनेछन् भने यो कम्पनीमा सेयर हात पार्न सफल हुने लगानीकर्ताहरूले नर्मली पनि 5,000 देखि 8,000 सम्मको नाफा मजाले कमाउने सम्भावना रहेको छ। यसमा सेयर हात पार्ने सम्भावना अलिक कम भए तापनि सेयर हात पार्न सफल हुने लगानीकर्ताहरूले नाफा कमाउने चान्स भने म्याक्सिमम रहेको छ। यसर्थ तपाईँहरू जो यो कम्पनीको आइपिओ भर्ने सोचमा हुनुहुन्छ मजाले ढुक्क भएर भर्नुहोला। पर्ने चान्स कम छ र पनि पर्यो भने तपाईँहरूले राम्रै नाफा कमाउन सक्नुहुनेछ। यसरी 4 कम्पनीहरूले